भएको वहाँकै योजनामा जोड्नु भएको। कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका। मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका। पवित्र आत्माको पिता पुत्र पवित्र आत्माको साक्षी भई ईश्वरको सेवा गरिरहनु मेरो पहिलो इच्छा र अन्तिम चाहना। पहिलो इच्छा र अन्तिम चाहना राखियो बन्धनमा बाँधिरहनेछु। राखियो बन्धनमा बाँधिरहनेछु। सुखमा सधैँ साथ रहनेछु। दुःखमा सुखमा सधैँ साथ रहनेछु। ईश्वरको प्रेमको साक्षी बन्नेछु। मेरो अन्तिम श्वाससम्म साथ दिनेछु। अन्तिम श्वाससम्म साथ दिनेछु। ईश्वरीय योजना पूरा गर्नेछु। ईश्वरीय योजना पूरा गर्नेछु। मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका। मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका। मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका। मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका। मैले तिमीलाई मैले तिमीलाई मैले तिमीलाई तपाईँ पवित्र
परमेश्वर, प्रेम योग्य परम प्रभु, अनि प्रभु हामीलाई जेको असल दिन अनि ओ प्रभु अनि तपाईको प्रतिज्ञा हो प्रभु। यसकारण परम प्रभु परमेश्वर तपाईले भन्नुभएको छ कि पानीद्वारा भएर जाँदा म तिम्रै साथमा हुनेछु, आगोद्वारा भएर जाँदा पनि म तिम्रै साथमा हुनेछु भन्नुहुने परम प्रभु परमेश्वर, यो समय प्रभु हामी तपाईँ यीशुको नाउँमा हामी यात्रा गर्नेछौँ। आजको यात्रा अनि आरामदायकको यात्रा हुन सकोस्, अनि प्रभु अनि खुसीको यात्रा हुन सकोस्। अनि प्रभु तपाईँ परम प्रभु परमेश्वर आफ्ना छोराछोरीहरूलाई कुनै पनि समस्याहरू, कुनै पनि बाधाहरू, कुनै पनि जुन प्रभु आशिषको दिन अनि जुन विवाहिक कार्यक्रम अनि प्रभु सबैको कार्यक्रम हुन सकोस्। परम प्रभु परमेश्वर हामी जाथालो भइकन प्रभु तपाईँ उठालो भइकन हामीलाई दोहोऱ्याउनु हो। तपाईँ हाम्रो साथमा भएको कारणले परम प्रभु परमेश्वर धन्यवाद चढाउँदछौँ। आज जतिजना छोराछोरीहरू प्रभु यस ठाउँबाट यात्रा गर्नेछौँ, प्रभु तपाईँले आशिष हामी माथि रहिरहोस् भनिकन प्रार्थना गर्दछौँ। तपाईँको निगाह हामी हरेकसँग रहोस् भनिकन प्रार्थना गर्दछौँ। हामीमा चढाउने परम प्रभु परमेश्वर, हाम्रो परमेश्वर अनि जोडी जुडाउने परम प्रभु परमेश्वर, प्रभु तपाईँलाई सबै कुराको लागि धन्यवाद चढाउँदछौँ। हाम्रो अघि र पछि तपाईँ परम प्रभु परमेश्वर हुनुहुन्छ। तपाईँ परम प्रभु परमेश्वरले भरे अन्तिमसम्म फर्केर आउने बेलासम्म निरन्तर तपाईँले हामीलाई सहायता गराउनुहोस्। धन्यवाद। यो प्रार्थनामा आशीर्वाद माग्छौँ यीशु प्रभुको पवित्र उच्च नाममा, आमेन। म पनि ल लाग्छ भइसक्यो।
तपाईँ प्रभुको आफ्नो छोराको वैवाहिक कार्यक्रममा जानलाई जसरी हामी यहाँ तयार भएका छौँ यो गाडीको पाठ पूजासँग तपाईँ प्रभु हुनुहोस्, ड्राइभरसँग तपाईँ हुनुहोस् र हामीलाई साँच्चै नै ठिक गन्तव्यसम्म नपुग्दासम्म तपाईँ प्रभु सुरक्षा रखली हामीमाथि निरन्तर राखिदिनुहोस्। त्यहाँ गएर सबै कार्यक्रम गरिसकेपछि फेरि पनि असल प्रकारले फर्किनलाई तपाईँको आशीर्वाद हामीमाथि राखिदिनुहोस्। आजको दिनभरिको कार्यक्रम तपाईँ प्रभु हातमा समर्पण गर्दै प्रार्थना गर्छौँ येशू प्रभुको नाउँमा, आमेन। भइसकेका छौँ। परमेश्वरको महिमा भएको होस्। यहाँ सर्वप्रथम म यहाँहरूलाई हाम्रो चुला पछिबाट आउनुहुने डुम्रे शान्ति मण्डली पालुङटार गोर्खा चुला पछिबाट आउनुहुने सम्पूर्ण आदरणीय पास्टर, एल्डर, डिकन्स लगायत सम्पूर्ण प्रभुका प्रिय पाहुना जनहरूलाई मेरो ख्रिस्टीय अभिवादन अनि जय मसीह छ। यसै गरी हाम्रो दुलै पक्षे लगायत हामी मण्डली सपरिवार अनि पास्टर, एल्डर, डिकन्स लगायत सम्पूर्ण प्रभुका अति नै प्रियजनहरूमा हाम्रो यहाँको स्थानीय पाहुना जीवहरूलाई पनि म स्वागत अनि जय मसीह भन्न चाहन्छु। Ira
स्वर्ग र पृथ्वीका मालिक जिउँदै ईश्वर प्रभु तपाईँको अनुग्रह उपस्थितिको लागि प्रभु सुन्दरसम्म अवसर र मौकाका लागि पिता तपाईँलाई धन्यवाद। र विशेष गरेर विगत दिन लामो समयदेखि प्रभु प्रार्थना बमोजिम आजको सुन्दर दिन देख्ने अवसर र मौका प्रभु तपाईँले दिनुभयो। यो खुसीको दिन देख्ने अवसर र मौका दिनुभयो, यसको निम्ति धन्यवाद। र विशेष गरेर हामी प्रार्थना गर्छौँ यसमा गरी हाम्रो जुन यो पवित्र विवाह कार्यक्रम सुरु हुँदैछ प्रभु सुरुदेखि अन्तसम्म तपाईँ भइकन चलाउनुहोस्। कुनै पनि बाधा अप्ठ्यारा हल्याउने अन्धकारको शक्तिहरू छन् भने तपाईँ नासरत येशू ख्रीष्टको नाउँद्वारा पूर्णमा स्वतन्त्रको घोषणा गरिनेछ, पूर्णमा छुटकाराको घोषणा गरिनेछ। पवित्र आत्मा परमेश्वर विशेष गरेर सञ्चालन गर्ने छोराको साथमा र गायक गर्ने क्वायरको साथमा तपाईँ रहनुहोस्। आजको बेहुलासँग बेहुलीसँग र हामी सम्पूर्ण जति पक्षीसँग हामी सम्पूर्ण आगन्तुकहरूसँग प्रभु तपाईँ पवित्र आत्मा परमेश्वरको उपस्थितिको हामी थाहा गर्न सकौँ। हामी हरेक उपस्थितिहरूबाट तपाईँ महिमा लिनुहोस्। प्रभु तपाईँलाई धन्यवाद। धन्यवाद भन्दै सुरुदेखि अन्तसम्मको समय तपाईँको हात माग्दै बिन्ती प्रार्थना चढाउँछु येशू प्रभुको नाउँमा, आमेन। लगत्तै हामी आराधनाको समयतिर हामी जानेछौँ। यो समय आराधनाको लागि म हाम्रो कोयर टिम लगायत हाम्रो यहाँको सेवक एकजना हाम्रो भाइ देव रजालीजीलाई म यो समय दिन चाहन्छु। यो समय उहाँले लिनुहुनेछ। हामी ताली बजाएर उहाँलाई यस समय जाति जातिका मानिसहरू परमप्रभुको स्तुति गर, यस समय जान हो उहाँको जय जयकार गर, किनभने हामी प्रति उहाँको करुणा अपार छ र परमप्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर, आमेन। Victory!
परशुराम तुम्हाला धन्यवाद दिनु पर्छ प्रभु साथी जिल्लो परमेश्वर तपाईँहरू राजमाथि प्रभु हाम्रो आवाज पाउँदै सुहारा हाम्रो राजाको परशुरामको धन्यवाद दिनु प्रभु शासन पवित्रताले नाममा ज्योति दिने परमेश्वर हुन्छ अनन्ताले प्रकारको हजारौँ लाखको बेगो चिन्ने परमेश्वर हामी हराएको बेलालाई पवित्र पाइसक्ने परमेश्वर हुन्छ पवित्र धन्यवाद दिँदछु प्रभु हाम्रो माने पुचाले पात्रता उद्धार गर्ने परमेश्वरको हामीलाई धन्यवाद दिँदछु ओ प्रभु धन्यवाद दिन्छु अनि हामी चाहिँ कति अन्धकारमा थियो प्रभु तर पनि हामीलाई ज्योति दिइकन प्रभु हामीलाई हाम्रो गर्दछु प्रभु तपाईँलाई धन्यवाद दिन्छु प्रभु ओ प्रभु तपाईँलाई धन्यवाद वचनमा लेखेको छ यस 43 60 पदमा हरेक जो मेरो नाउँद्वारा बोलाएको छ जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु जसको आकार मैले नै रचेर बनाए साँच्चै नै परमेश्वर तपाईँ हामी प्रत्येकलाई बनाउने सृष्टि गर्ने परमेश्वरमा तपाईँलाई धन्यवाद दिँदछु प्रभु साँच्चै प्रभु तपाईँलाई धन्यवाद दिँदछु प्रभु धन्यवाद दिँदछु साँच्चै समय गरे प्रभु तपाईँका दास छोराछोरी हामी प्रत्येकले चढाएका स्तुति अनि प्रशंसा अनि आराधना प्रभु तपाईँको स्वर्गमा गुन्जमान हुन सकुन् प्रार्थना गर्छु प्रभु धन्यवाद भन्दै आराधनाको समय पवित्र हातमा अनि साथमा राख्दै भेटे चढ ख्रिस्टको पवित्र उच्च नाममा आमेन। स्वर्ग र पृथ्वीको मालिक जिउलो परमेश्वर बुवा तपाईँलाई धन्यको प्रभु विशेष गरी प्रार्थना गर्छु प्रभु वचनको निम्ति तपाईँ परमेश्वरलाई धन्यवाद गर्नु प्रभु आजको पवित्र विवाहको लागि यो वचन सुनाउनेमा तपाईँ परमेश्वरले आशीष दिनु अनुग्रह गर्नु प्रभु तपाईँलाई धन्यवाद बिन्ती गर्दछु प्रभु तपाईँ परमेश्वरले सबै कुरा देख्नु भएको छ जान्नु भएको छ तपाईँ परमेश्वरलाई धन्यवाद आत्मा ल्याउने भाडा बन्न छ भने टुक्रै पारेर हटाइदिनु पवित्र आत्माले काम गर्नु प्रभु तपाईलाई धन्यवाद सबै कुरा बिन्ती पुकार्छु येशूको नाममा आमेन। हाम्रो वचनको लागि चाहिँ पास्टर सिलास गैरेजीलाई यो समय दिन चाहन्छु हामी नानीहरूलाई हामी सबैजना ताली बजाएर उहाँलाई स्वागत गर्छौँ। साक्षीको रूपमा हुनुहुन्छ त्यसैले आज जसरी तपाईँ यहाँनिर हुनुहुन्छ तपाईँ पनि यो विवाहको एउटा जिम्मेवार व्यक्ति हो जसले गर्दाखेरि तपाईँ भोलि केही भइहाल्यो उहाँहरूको बिचमा केही कुराहरू आए समस्या भने तपाईहरू पनि हुनुहुन्छ यहाँ तपाईँ पनि त्यो जिम्मेवार व्यक्ति हो त्यसैले तपाईँहरूले सँगसँगै रहेर वचन र विवाह कार्यक्रम सुन्न पर्ने हुन्छ अनि हेर्न पर्ने हुन्छ यसले गर्दाखेरि तपाईँ पनि एउटा जिम्मेवार व्यक्तिमा गनिनुहुनेछ अनि त्यतिकै आउनु भएको होइन नि यहाँ त हो कि होइन केही छ त्यस कारणले हामी यति बेला जसरी यो विवाहको वचनको बेलामा गएका छौँ अनि साँच्चै नै बाइबलले के भन्दो रहेछ विवाहको बारेमा बाइबलमा के लेखिएको रहेछ हामी त्यसको बारेमा थोरै हेर्छ। कहिलेकाहीँ थुप्रै हाम्रो समाजमा थुप्रै प्रकारका विवाह हुन्छन् हिन्दूको पनि विवाह हुन्छ मुस्लिमको पनि विवाह हुन्छ आफ्नै प्रकारले अनि बुद्धिस्टको पनि विवाह हुन्छ अनि क्रिस्चियनहरूको पनि विवाह हुन्छ नै हुन्छ तर कतिपटक मागी हुन्छ कतिपटक भागी विवाह हुन्छ यो दुईटामा मात्रै हो। विशेष गरी यो क्रिस्चियन सर्कलमा चाहिँ मागी विवाह पवित्र विवाह भन्छ त्यसैले नै हामी यहाँनिर छौँ। त्यसैले यहाँनिर एउटा यसरी मानिसले नै सबै पाल्तु पशु आकाशका पंक्षी र सबै वन पशुहरूका नाउँ राखे तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही पनि सहयोगी पाइएन। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो र उनी निदाएको बेलामा उनका करणहरू मध्येको एउटा निकाल्नु भई त्यसको ठाउँमा मासु भरिदिनु भयो। जुन कारण परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनु भयो। मानिसले भने यो त मेरी हाडको हाड र मासुको मासु हो। तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। यसै कारण मानिसले आफ्नो आमा बुवालाई छोड्छ र आफ्नो आमा पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। अझै सबै कुराको जिम्मा चाहिँ जब प्रभुले संसारमा सबै कुरा यावत कुरा बनाउनु भयो सबै कुरा बनाइसकेपछि परमेश्वरले मानिसलाई सर्वश्रेष्ठ प्राणी तुल्याउनु भयो र आफ्नो अनुपस्थितिमा सबै कुराको जिम्मा चाहिँ मानिसलाई दिनुभयो अथवा
त्यो सबै कुराको रेखदेख गर्ने, त्यसको पालन पोषण गर्ने, हेरचाह गर्ने, सबैको नाम राख्ने जिम्मा चाहिँ परमप्रभुले मानिसलाई नै दिनुभयो। त्यसपछि अनि सबै प्रकारका पशु पक्षीहरू त्यो मानिस कहाँ ल्याइयो अनि त्यहाँनिर आदमले सबैको नाम राखे, सबैको जोडी जोडी बनाउनु भयो। हो रहेछ कति सुन्दर भन्ने भयो। तर आफ्नै चाहिँ जसले नाम राख्दै गयो उसैको आफ्नै चाहिँ कोही पनि सुहाउँदो भेटिएन। त्यो भएपछि आदम निराशमा थिए। जति बेला उनी निराश भए त्यसपछि प्रभुले त्यहाँनिर हेर्नुभयो, यो मानिस एक्लो रहन असल छैन। अनि परमेश्वरले साँच्चै नै त्यो आदमलाई मस्त निद्रामा पार्नुभयो। त्यसपछि उसैको कर्मबाट एउटा स्त्री बनाउनु भयो। त्यसपछि अगाडि ल्याइदिनु भयो। अनि के गर्यो आदमले? अघिसम्म त सबै आफ्नो जोडी देखाउँदै थियो, तर अहिले त के भयो? आफू जस्तै मान्छे त्यहाँनिर ल्याइसकेपछि अनि आदम बडो मुस्कान चढे है, ओ यो त मेरो मासुको मासु हाडको हाड आइज, जति छाम्दा पनि त्यस्तै पो देखिन्छ त भनेर नाम राखे। के नाम राखे? त्यसलाई स्त्री भनिरहेछ, जसलाई हामी हब्बा भनेर भन्छौँ। अनि पहिलो विवाह चाहिँ त्यही हो कि आदम र हब्बाको विवाह प्रभुले गरिदिनु भएको थियो। अनि त्यहाँदेखि चाहिँ तिनीहरू दुईजना एकसाथ मिलिरहन्छन् अरे, एकसाथ आफ्ना आमा बुवासँग अलग रहन सक्छन्, तर तिनीहरू चाहिँ के गर्छन्? सधैँ मिलिरहन्छ। यस्ता मानिसहरू जो चाहिँ सँगसँगै भए। अनि जुन बेला उनीहरू साँच्चै नै त्यो बेला आदम त के थियो? एक्लै थियो नि, ठिक थिएन? आदम एक्लै हो, हब्बा पनि के हो? एक्लै थियो। अनि त्यति बेला उसलाई खोज्नलाई, उसलाई भेटाउनलाई चाहिँ यो हाडको हाड मासुको मासु यो चाहिँ मेरै हो भनेर छुट्याउनलाई त्यति गाह्रो थिएन। तर अहिलेको संसारमा के छ? अहिलेको संसारमा चाहिँ थुप्रै त्यस्ता आदमहरू थुप्रै छन्, त्यस्ता हब्बा पनि थुप्रै छन्। जुन देखो त्यही मेरो जस्तो लाग्छ फेरि, हो कि होइन? बिहा नगरुन्जेल चाहिँ यो मेरै होला सायद भनेर आँखा छड्केर आइहाल्छ फेरि, हो कि होइन? उसले थोरै मुस्कुराइहाल्छ, सायद हो कि भनेर धेरै पटक झुकिन्छन्। अनि त्यो भावनामा बगेको कारण कतिपटक विवाह असफल हुन्छ। प्रभुले नजुटाएको हो भने चाहिँ त्यति बेला गाह्रो पर्छ। त्यस कारणले हामी कतिपटक झुकिन्छौँ, तर प्रभुले एउटा एउटा चिन्ह चाहिँ दिनु हुँदो रहेछ। यति धेरै मान्छेहरू छौँ, यति धेरै हब्बाहरू अथवा यति धेरै आदमहरू अथवा यति धेरै केटा मान्छेहरू, यति धेरै केटी मान्छेहरू हुँदाखेरि आफ्नै चाहिँ छुट्याउन गाह्रो पर्छ कहिलेकाहीँ। अनि त्यति बेला हामीलाई प्रभुले त्यो एउटा एउटा चिन्ह राखिदिनु हुँदो रहेछ क्या फेरि, त्यो चाहिँ तेरो नि फेरि भनेर राखिदिनुहुन्छ। के चिन्ह होला त्यो चाहिँ? कसैको नाक बाँगो हुने चिन्ह हो कि होइन? जो कसैलाई त नाक बाँग्नु मन पर्दैन फेरि, तर जसको उसैलाई त मनमा छोड्नै मन लाग्दैन, त्यस्तो हुन्छ त्यो है। कसैलाई नाकमा कोठी राखिदिने, कसैलाई त गालामा डिम्पल परेको हुने है, कसैको दाँत छड्के हुने हुन्छ भन्न, केही न केही खोट हुन्छ। कसैको त्यो कान पनि तिन काने भन्छन् नि, कसैको अर्को कान पढिरहेको हुन्छ। कसैले तिन काने भने जिस्काउँछन्, उसलाई त्यो उसकै हो भने चाहिँ कति राम्रो, तिम्रो अर्को कान पनि थप्या झन् राम्रो हुन्छ नि। उसलाई त के हो? त्यसलाई मन परेको त्यो त्यसैमा टक बस्यो अनि त्यस्तो छ। त्यस कारणले एउटा एउटा चिन्ह चाहिँ परमेश्वरले दिनुहुन्छ। अनि भाइलाई के चिन्ह दिनुभयो थाहा भएन, पछि भन्नु होला सायद है। भाइलाई कुन चिन्ह दिनुभयो, बहिनीलाई कुन चिन्ह दिनुभएको छ थाहा छैन। उहाँले के हेरेर मन पराउनु भयो मलाई थाहा भएन, तर प्रभुको अनुग्रहमा उहाँहरूलाई आजको दिन दिनुभएको छ। त्यो चिन्ह उहाँलाई थाहा छ, हामीलाई भनिराख्न आवश्यक छैन, किनभने त्यो उहाँहरूको प्राइभेट कुरा हो, उहाँहरूले मात्रै थाहा पाउने कुरा हो, अरूले थाहा पाउन आवश्यक छैन। त्यस कारणले प्रभुले यो दिनुभएको जोडीलाई साँच्चै नै बाइबलले हामीलाई के भन्छ हामी यहाँनिर थोरै हेरिहाल्यौँ। त्यसरी नै यो विवाहमा चाहिँ हामी छुट्टै छुट्टै ब्याकग्राउन्डका छौँ। एउटा अर्को ब्याकग्राउन्डको हुन्छ, केटी अर्को ब्याकग्राउन्डको हुन्छ, अथवा छुट्टै संस्कारमा हुर्किरहेको हुन्छ क्या। अनि
केटा फेरि छुट्टै संस्कारमा हुर्किरहेको हुन्छ। संस्कार एकअर्कालाई थाहा हुँदैन कहिलेकाहीँ। बोली बचाउने कुरा लवजको कुरा अर्कै हुन्छ। त्यही शब्द हो, पूर्वतिर गयो भने अर्को हुन्छ, पश्चिमतिर गयो भने अर्को अर्थ लाग्छ। माझिन पऱ्यो एकछिन तातो पानी र चिसो पानी राख्नु भयो भने एकछिन घुलमिल हुनलाई के हुन्छ, टाइम लाग्छ। सट्टा एकछिन राखेपछि अनि बल्ल के हुन्छ फेरि त्यो एउटै देखिन्छ अथवा एउटै। अनि अर्को कुरा चाहिँ मानिस चाहिँ एउटा पूर्णता हो भन्छ। बाइबल अनुसार हेऱ्यौँ भने यो 2:18 मानिस चाहिँ फुल्दै अनि फल्दै जाऊ, एक्लै भएर के फुल्नु र फल्नु फल्छ, यहाँ दुई जाऊ भनेर प्रभुले भन्नुभयो। त्यसो भने यो चाहिँ पूर्णता हो होइन, यसमा चाहिँ केही न केही कमी छँदै छ भन्ने हुन्छ। अनि अब पूजा कसको निम्ति बलिदान भयो? अब श्रीमानको निम्ति जिउँदो बलिदान भयो। अब त्यो जिउँदो बलिदान हो, उसको सम्पूर्ण इच्छा आकांक्षा सबै कुराहरू अब के छ, श्रीमानको अनुसार चलाउने भनेर उसलाई दिइयो। अनि फेरि श्रीमानलाई पनि त्यही हो, आफ्नो त्यति प्यारो गरेर त्यति माया गरेर राखेको छोरा, त्यति राम्रो गरेर हुर्काएको छोरालाई फेरि अब के गर्ने हो, अर्काको छोरीलाई दाइजो दिने हो नि। अब हो कि छोरा पनि कहाँ राख्न पाइयो फेरि सँगै, यो पनि दाइजो दियो जिउँदो बलिदानको रूपमा। केटाले केटीको लागि र केटीले केटाको लागि जिउँदो बलिदान दिएको हुनपर्छ। यदि साँचो प्रकारले हामीले परमेश्वरलाई जिउँदो बलिदान दिएका छौँ भने हामीले एकअर्कालाई बलिदान दिन तयार हुन सिक्नुपर्छ है त। अनि अर्को कुरा चाहिँ यहाँनिर एउटा एफिसीको पत्रमा मैले त्यहाँले हेरेँ, पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस, किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहन्। पत्नीलाई के भन्छ? परमप्रभुको अधीनमा रहे जस्तै आफ्ना पतिको अधीनमा बस, आफ्ना श्रीमानको अधीनमा बस, आफ्ना श्रीमानको अगुवाईमा हिँड, आफ्नो श्रीमानको नेतृत्वमा घर चलाउनु पर्छ है भनेर त्यो जिम्मा दियो। जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ अनि तिम्रो शिर पनि तिम्रो लोग नै हुनुहुन्छ अथवा तिम्रो श्रीमान हुनुहुन्छ। त्यसैले उहाँको शिरोपर गर्दै तिमी अगाडि बढ्न पर्छ भनेर वचनले हामीलाई सिकायो। अनि भनेको मतलब चाहिँ श्रीमानलाई चाहिँ के चाहिन्छ अरे? अब आदर हो, चाहे लाटो होस्, चाहे नपढेको होस्, चाहे गुङ्गो होस्, जेसुकै होस्, उसलाई आदर गरेको चाहिँ मन पर्छ। श्रीमानहरूलाई हेला गरेको, अर्को अगाडि तुच्छ बोलेको, अर्को अगाडि मुख बाहिर हिँडेको श्रीमानको अगाडि यो कति मन पर्दैन। त्यहाँभन्दा हेला हुनुहुन्छ अर्को छैन। त्यो बेलामा जति रिस उठ्नु अर्को बेला छुट्दैन। त्यो बेलामा धेरै रिस उठ्ने बेला चाहिँ त्यति बेला हो जुन बेला आफ्नो सम्मान हुँदैन, जुन बेला आफ्नो इज्जत हुँदैन, मान हुँदैन, त्यति बेला श्रीमानलाई बडो रिस उठ्छ। त्यति चाहिँ त्यो ख्याल गर्न पर्ने कुरा है त। कारणले आफ्नो श्रीमानलाई तिमीले के गर? आदर गर। यो चाहिँ बलिदानभित्र पर्ने कुरा हो, यो जिउँदो बलिदानभित्र। तिमी पनि जीवितै छौ, मर्या छैनौ नि फेरि भन्छ क्या। हामी के छौँ? शरीरमै छौँ, दुईटै जीवित छौँ, तर दुईटालाई के हो? बलिदान गर्ने हो। त्यस कारणले म त मर्न पनि तयार छु नि, आकाशमा तारै झार्न तयार छु भनेर त्यति बेला के गर्छौ? पुरै सुम्पिदिन्छौ नि, हो कि होइन? प्राण आत्मा शरीर सबै तिम्रै हो भनेर लम्बसार परिदिन्छौ। तर पाइसकेपछि फेरि देख्ला भने पाइसकेपछि फेरि नपाउँदा कस्तो, पाएपछि के हुन्छ? कति बेला सस्तो भने जस्तो हुन्छ नेपाली उखानमा। अनि यहाँनिर अर्को पतिलाई पनि छ, हे पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी कृष्णले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कलुष होस्। यहाँनिर फेरि पतिलाई पनि खतरै छ नि, फेरि जस्तो सुकै अवस्थामा पनि के गर्न पर्ने भयो अरे? प्रेम गर्न पर्ने भयो, माया देखाइरहन पर्ने भयो। दुःख हुँदा, सुख हुँदा, विभिन्न प्रकारको समस्या हुँदा, रोग बिमार लाग्दा,
विभिन्न समयमा के गर्न पर्ने भयो, प्रेम चाहिँ देखाइराख्न पर्ने भयो भन्ने हुन्छ। श्रीमतीहरूले चाहिँ बढी के गर्छन् अरे, प्रेम गरेको उनीहरू चाहन्छन्, माया गरिदिएको चाहन्छन् अरे। अरू केही गर्न सकिएन, अझ कस्तो छौ त नि भनिदियो भने काम पुग्यो। ए मलाई त बुढाले धेरै माया गर्नु हुँदो रहेछ भन्ने। टाढा बस्यो, टाढा भएर आज खाना खाएको रुचि छैन भनिदियो भने अनि ए बुढाले धेरै याद गर्दो रहेछ भन्ने। अनि अर्को अगाडि ए मेरो बुढी जति राम्रो त भनिदियो भने त्यो त झन् कहाँ पुग्यो, पुगेको वर्ष त पुग्ने हो। माया गर्ने शब्दहरूले भयो अथवा आफ्ना कामहरूले कतिपटक त्यो प्रकारले हामी माया गऱ्यौँ भने यसले चाहिँ हामीलाई बलियो बनाउँदो रहेछ। स्थिर भइदियो भने चाहिँ त्यसले हामीलाई घर चाहिँ परिपक्व बन्दो रहेछ। अनि यसरी चाहिँ हामी एकअर्कामा साँच्चै नै अर्पण गर्न सक्छौँ। अन्तिम अर्को कुरा के यहाँनिर लेखिदिएको छ, के भए तापनि हेर्नुहोस् है त, कुरो जे गरिए पनि अहिलेसम्म जे कुराहरू भए, यी सबै जे भए तापनि हरेकले आफ्नी पत्नीलाई आफैलाई चाहिँ प्रेम गर र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्, त्यति हो। अरू कुरा जे कुरा भए सिद्धि हो। सुखमा सबै कुराहरू आउँछन् नै आउँछन्। अनि अन्तिमसम्म वचनले चाहेको चाहिँ के रहेछ, आफ्नै पत्नीलाई, हरेक छोरा मान्छेले आफ्नो पत्नीलाई के गरोस् अरे, आफैलाई जस्तै प्रेम गरोस् र हरेक पत्नीहरूले पनि आफ्ना पतिहरूलाई पनि आफ्ना पतिको आदर गरोस् अरे। अनि हामी एकले अर्कालाई साँच्चै नै जिउँदो बलिदान गरौँ र हामी अझै प्रभु अगाडि बढ्दै जाउँ र प्रभुको एउटा नमुनाको घर हामी तयार गरौँ र आजको जोडीलाई पनि हामी त्यही आशीर्वाद गर्छौँ। अति नै महत्त्वपूर्ण शिक्षा हाम्रो बिचबाट उहाँले पस्केर जानुभएको छ। उहाँलाई हामी ताली बजाएर फेरि पनि धन्यवाद दिनेछौँ। हामी विवाह करारमा हामी जाने सरकारमा छौँ। स्वर्ग तपाईँ सिंहासन, पृथ्वी यो पावदानमा रहेर प्रभु आज प्रभु तपाईँ हाम्रो देशमा अदृश्य रूपमा दृश्य बन्नुभएको लागि धन्यवाद दिन्छौँ। पवित्र परमेश्वर प्रभु, हामी तपाईँको चरणमा आज पवित्र विवाह बन्धन बाँधिरहेको अवस्थामा हामी तपाईँको चरणमा कार्यको लागि प्रार्थना गर्नेछौँ। तपाईँ परमेश्वरले आज यो ठाउँको लागि तपाईँ परमेश्वरले यो व्यक्तिको लागि हामी कार्यक्रममा प्रार्थना गर्ने। तपाईँ परमेश्वरले उहाँ दुवैको जीवनमा तपाईँ परमेश्वरले हर पल हर समय तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। हरेक जीवनमा तपाईँको डर भएमा रहेर प्रभु तपाईँ जिउनमा हरेक क्षेत्रमा मण्डलीको चरणमा र पारिवारिक परिवार, मण्डली परिवार, हरेक क्षेत्रमा तपाईँ परमेश्वरले प्रभु तपाईँको डर भएर रहेर प्रभु आजको यो वचनबाट जो तपाईँको छोरा पास्टरले तपाईँको आज नव जोडीलाई जुन वचनले आज परिपूर्णता गर्नुभएको छ, धन्यवाद। यो वचनको पालना गर्न उहाँले स्वीकार गर्न सकेको यसलाई प्रार्थना गर्न धन्यवाद। परमेश्वरले आज यो कार्यको निम्ति हामी प्रार्थना गर्नेछौँ। त परमेश्वर आजको यो विवाह शुभ सम्पन्न गर्न सबै कुरा तपाईँ आफ्नो अगुवा दासलाई तपाईँ दिनेछौँ। त परमेश्वरले सबै कुरा सहायता गर्नु धन्यवाद छ। आज यो पवित्र विवाह सुसम्पन्न गर्न तपाईँ परमेश्वर यो कार्यको निम्ति प्रार्थना धन्यवाद। सबै कुरा आशिष येशू प्रभुको नाममा आमेन। यसै गरी अब हामी विशेष यो करार विधिमा सहभागी हुनको लागि लागिराखेका छौँ। यो समय हाम्रो आदरणीय पास्टर बिरबल सोमयज्यूलाई म दिन चाहन्छु। उहाँ आउँदा हामी ताली बजाएर हामी स्वागत गर्नेछौँ। बेहुला पक्षबाट आउनुभएका आगन्तुकज्यूहरू, बेहुली पक्षबाट पाल्नुभएका आगन्तुकज्यूहरू, यहाँहरू यसै मण्डलीका सम्पूर्ण सदस्यज्यूहरू, यहाँहरू सबैजनालाई हाम्रा उच्चमा विराजमान हुने प्रभु येशूको नाममा जय मसीह, जय मसीह, हालेलुया। खुसी हुनुहुन्छ यहाँहरू? हामी खुसी भए पनि नभए पनि के लाग्यो र हाम्रो भाइहरू पनि खुसी भए त भइहाल्यो। परमेश्वरलाई धन्यवाद र विशेष गरेर यो समय दिनुभएको लागि विशेष हाम्रो प्रभुलाई धन्यवाद र विशेष सञ्चालकलाई पनि धन्यवाद। आजको वचनबाट हामीलाई सहायता गर्नुहुने हाम्रो आदरणीय पास्टरवाला पनि धेरै धन्यवाद भन्न चाहन्छु। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहनु असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु, सुहाउने एउटा सहयोगी बनाउनेछु। कतिजना सहयोगी अरे? एउटा। कतिजना सहयोगी अरे? एउटा। दुईजना छ यहाँ? छैन। तीनजना छ यहाँ? छैन। र यहाँ चाहिँ के भन्छ भने म त्यसको निम्ति सुहाउने
आउँदो एउटा सहयोगी बनाउनेछु। कोही लोट्यो भने उठाउने सहयोग गर्ने, कोही बिरामी श्रीमानसँग बिरामी भयो भने श्रीमतीले उठाउने सहायता गर्ने, श्रीमती बिरामी हुने श्रीमानले सहायता गर्ने, त्यो अब परिपूरक चाहिँ उहाँहरू पाउनुहुन्छ। अघि हाम्रो पास्टरले परिपूर्णता भन्ने शब्दहरू ल्याउनु भएको थियो। अब परिपूरक हुँदैछ, एकअर्काको परिपूरक हुँदै हुनुहुन्छ। भाइको बुवा आमाहरू जो आउनु भएको छ, भाइको पक्षबाट उहाँहरूलाई चाहिँ भिडियो खिच्नलाई अनुरोध गर्न चाहन्छु, किनकि उहाँहरूको तर्फबाट पनि मन्जुरी दिनुपर्छ। साथै हाम्रो बहिनी पक्षका अभिभावकलाई पनि हामी भिडियो खिच्नुपर्छ। भाइको पक्षबाट मन्जुरी दिनको लागि को आउनु भएको छ? भाइको बुवा आमा, हजुर बुवा हुनुहुन्छ हजुर? आमा आउनुहुन्छ कि नै? आउनु भएको छैन? ल ठिक छ भाइ हो तपाईँ? ल ठिक छ, उहाँ दुईजना साक्षी हुनुहुन्छ। पछि गएर प्रथम कुरा यदि भाइले मैले त के अरे यो बिहा तपाईँले पनि भन्न पाउनुपर्छ, के अरे अब मैले त यो विवाह ठिक लागेको थिएन र पछि यसो भयो, कानुनी परम्परा कानुनी यो हुन पाइँदा तोड्नुपर्छ भन्ने खालको मूल्य मान्यता राख्यो भनेदेखि हामी यत्रो मण्डली साक्षी छौँ। त्यसले गर्दाखेरि यो भिडियो पनि साक्षी बोल्नेछ। भिडियो राम्रोसँग चाहिँ उहाँहरूको मन्जुरी लिँदाखेरि अनुरोध गर्न चाहन्छु। म एउटा प्रश्न सोध्न चाहन्छु अभिभावकलाई, हाम्रो भाइ बेहुला पक्षका अभिभावकलाई, जो चाहिँ यहाँ नाम दिनुभएको छ। बाबाको नाम कृष्ण सुनाम अनि भाइको नाम त मलाई थाहा भएन, भाइको नाम के अरे? सुजन सुनाम। अनि उहाँ दुवैजनालाई म प्रश्न गर्न चाहन्छु, के साँच्चै आज हाम्रो मेरो नातिनी देवमायालाई तपाईँहरूले बुहारी बनाएर लिएर जान तयार हुनुहुन्छ? के साँच्चै आफ्नै राजी खुसीले यो लिएर जान खोज्नु भएको हो कि भाइको कसैको कर्कापले? यो विवाहमा तपाईँहरू खुसी हुनुहुन्छ कि हुनुहुन्न? एकदमै खुसी हुनुहुन्छ। ल हामी मण्डली उहाँहरूको स्वीकृतिको लागि धन्यवाद। आफ्नो ठाउँमा प्रश्न उत्तर गर्न चाहन्छु। म यही प्रश्न सोध्न चाहन्छु, आज हाम्रो देवमाया नानी भाइ सुभाषसँग विवाह गरेर जान तयारी हुनुहुन्छ। यो विवाहमा के तपाईँहरू साँच्चै राजी हुनुहुन्छ? यदि पछि फेरि केही भयो भने मैले त मानिदिने फल्लाले गर्दा भने दोष लान पाउनुहुन्न। अहिले यदि चाहिँ तपाईँलाई मन परेको छैन भने यो विवाह भाड्न सक्नुहुन्छ, तपाईँले तोड्न सक्नुहुन्छ तपाईँले। ल यही प्रश्न दाजु अब नानीको पक्षका नानी बेहुला पक्षका बेहुली पक्षका अभिभावकलाई, तपाईँहरू यो विवाहमा राजी खुसी हुनुहुन्छ? हजुर हाम्रो खुसी नै बहिनी खुसी हो। हजुर एक शब्दमा भन्नुपर्दाखेरि यहाँहरू राजी खुसी हुनुहुन्छ? ल हुन्छ, हामी ताली बजाएर धन्यवाद दिन्छौँ उहाँलाई। भाइ तपाईँको आफ्नै राजी खुसीले विवाहमा सहभागी हुनु भएको हो? आफ्नै राजी खुसीले। ल धन्यवाद, भाइ पनि आफ्नै राजी खुसीले हुनुहुन्छ। हामी ताली बजाएर हामी धन्यवाद दिन्छौँ। ल सही प्रश्न म देवमाया आले नानीलाई पनि सोध्न चाहन्छु। नानी, आज यो विवाहमा सहभागी हुनुभएको छ आफ्नै स्वेच्छाले या कसैको कर्कापले? यदि मलाई इच्छा छैन भन्नुहुन्छ भने यो विवाह तपाईँले भाड्न सक्नुहुन्छ, तोड्न सक्नुहुन्छ। अहिलेसम्म केही बिग्रेको चाहिँ छैन। यदि म एक शब्दमा भन्नुहोस्, म आफ्नै स्वेच्छाले राजी खुसीले हो कि कसैको कर्कापले भने? यदि राजी खुसीले भने म आफ्नै राजी खुसीले भने तपाईँ चाहिँ ठुलो स्वरले चाहिँ भन्नुपर्छ। आफ्नै राजी खुसीले हो कि कर्कापले हो? अलिक ठुलो स्वरले सुनेन। स्वेच्छाले। हुन्छ धन्यवाद, हामी ताली बजाएर हामी धन्यवाद दिन्छौँ। पछि गएर केही कथन कदाचित केही भयो भनेदेखि म बोल्नु पर्दैन। ध्यान दिएर सुन्नुहोस् है, विवाह गरेर दिने व्यक्ति बोल्नु पर्दैन। अब कुन के बोल्छ? भिडियो बोल्छ, समाज बोल्छ। अब पछि गएर फल्ना चाहिँ मन नपर्दा फल्ना पास्टरले गर्दा फल्ना व्यक्तिले चाहिँ अनि विवाह गर्दै गरे भनेर चाहिँ केही भन्न अनि त्यहाँनिर चाहिँ जवाबदेही त हुनुपर्ने कुरा चाहिँ हामी देखिन्न। किनभने यत्रो समाज बोल्छ र भिडियो पनि बोल्छ। त्यसले गर्दा यो प्रमाणको रूपमा यो भिडियो चाहिँ एकदमै रहिराख्नु होला, भविष्यसम्म राख्नु होला। एउटा बेहुला पक्षमा पनि राख्नु होला, बेहुली पक्षलाई पनि भिडियो दिनु होला, पठाउनु होला। पछि यहाँलाई चाहिँ साक्षीको लागि चाहिँ हुन्छ। म यहाँलाई अनुरोध गर्न चाहन्छु। त्यसो हो भनेदेखि अब बेहुली पक्षका अभिभावकहरूलाई अगाडि बढाउन चाहन्छु र अनि दुवैजना भाइ र बहिनी चाहिँ अगाडि उठ्न अनुरोध गर्न चाहन्छु। यो गर्नेछ हुन्छ, अनि हात राखिदिनु होला। ल हुन्छ हुन्छ, हामी प्रार्थना गरौँ। त्यसरी राखिरहेको अवस्थामा हामी प्रार्थना गर्छौँ। छोरीलाई बहिनीलाई नन्दलाई एउटा कन्यादानको रूपमा उहाँले दान गरिसक्नु भएको छ र सुभाष भाइले पनि एउटा जिम्मा लिइसक्नु भएको छ। ल भाइले मेरो पछि पछि भन्नुहोस्। म श्री सुभाष सुनामले तपाईँ सुश्री देवमाया आलेलाई आजदेखि उसो दुःखमा कष्टमा रोगी अवस्थामा निरोगी अवस्थामा घटी कमीमा
प्रशस्ततामा हामी दुईलाई मृत्युले अलग नगरेसम्म माया र वास्ता गरी नै रहनेछु। आमेन। ल सोही प्रश्न देवमाया नानीले पनि त्यो करार चाहिँ गर्नुपर्ने हुन्छ। म सुश्री देवमाया आलेले तपाईँ श्री सुभाष सुनामलाई हरेक परिस्थितिमा दुःखमा कष्टमा घटी कमीमा प्रशस्ततामा रोगी अवस्थामा निरोगी अवस्थामा हामी दुईलाई मृत्युले अलग नगरेसम्म आदर र सम्मान गरी नै रहनेछु। आमेन। हुन्छ हामी ताली बजेर हामी धन्यवाद दिन्छौँ बहिनीलाई। बेहुला पक्षबाट बेहुली पक्षबाट बेहुला पक्षबाट दुला पक्षबाट चाहिँ मेरो हातमा आइसकेको छ र बेहुली पक्षबाट छ भनेदेखि छिटोभन्दा छिटो ल्याउनु होला। उहाँहरूको प्रेम पनि जबसम्म मृत्युले अलग गर्दैनन् तबसम्म उहाँहरूको प्रेम पनि यसरी नै जोडिरहनेछ। त्यसले गर्दाखेरि यो अति नै महत्त्वपूर्ण कुरा हो। त्यसले गर्दाखेरि म यहाँलाई स्वर्ग र पृथ्वीको मालिक जिउँदो येशू प्रभु हामी तपाईँलाई धन्यवाद भन्छौँ। प्रभु तपाईँलाई धन्यवाद। विशेष गरेर भाइ सुभाषले र बहिनी देवमायाले एक आपसमा साटासाट गर्नको लागि यो औँठी ल्याउनु भएको छ। पिता हामी तपाईँसँग अर्ज बिन्ती गर्छौँ। तपाईँ पिता पुत्र पवित्र आत्मा परमेश्वर त्रिएक परमेश्वरको साक्षी हामी माग्दछौँ। प्रभु साँच्चै नै उहाँले अब एक आपसमा साटासाट गर्दै हुनुहुन्छ। प्रभु साँच्चै नै बहुमूल्य धातु उहाँले ल्याउनु भएको छ। एउटा रिङको कुनै छेउ टुप्पो नभएको रिङ ल्याउनु भएको छ। उहाँको प्रेम यसरी नै बहुमूल्य हुनेछ। त्यो जबसम्म मृत्युले अलग गरिदिँदैन तबसम्म उहाँहरूको छेउ र टुप्पो हुने छैन। प्रभु एकले अर्कोलाई आदर सम्मान माया र वास्ता गरी नै रहनेछ भन्ने हामी प्रतीक हामी को लागि चाहिँ यो औँठी करार गर्दैछौँ। प्रभु यो औँठी तपाईँको हातमा समर्पण गर्छौँ। लिनुहोस्, तपाईँ महिमिनुहोस्। प्रभु तपाईँलाई धन्यवाद भन्दै बाँकी हर समय तपाईँको हातमा बिन्ती प्रार्थना चढाउँछु येशू प्रभुको नाममा। आमेन। उहाँ श्री सुभाष सुनामले खोइ माइक्रो कता ल पहिलो एग्रिमेन्टहरु कता भाग्यो। म सुश्री देवमाया आलेले तपाईँ श्री सुभाष सुनामलाई पिता पुत्र र पवित्र आत्माको नाउँमा र यो औँठीको साथमा अभिभावक र मण्डलीको रोहबरमा मेरो आफ्नो विवाहित श्रीमान भनी स्वीकार गर्दछु। आमेन। हुन्छ, लगाइदिनु होला। हुन्छ, हामी ताली बजेर हामी धन्यवाद दिन्छौँ नानीलाई पनि। नानीले पनि लगाइसक्नु भएको छ। ल, धन्यवाद। निकालेको घटना पनि हामी देख्छौँ। त्यसो पो भयो कि हामी एकचोटि हाम्रो भाइलाई अब पहिलो अनुहार हेर्नलाई चाहिँ मौका हामी दिन्छौँ। अब भाइले बहिनीको अनुहार घुम्रो खोलेर चाहिँ उघारेर पहिलोपल्ट अनुहार हेर्नु होला। ताले भाइ, यो तपाईँको आफ्नै फुल पर्यो कि अर्को पर्यो? आफ्नै पर्यो है। यो माइकले पनि हामीलाई बिदा गर्यो। म छिटो छिटो बिदा गर्दैछु। म मण्डलीको पास्टरको हैसियतले आज देवमाया आले बहिनी र सुभानम भाइको आफ्नै स्वेच्छा र स्वतन्त्रताको पूर्व र अभिभावक र मण्डलीको रोहबरमा आजको मिति 2079 साल 8 महिना 27 गतेका दिन 3 बजेको समयबाट अब देवमाया आले बहिनीले आफ्नो थर चेन्ज गरेर देवमाया सुनाम र अनि उहाँहरू दुवैजना श्रीमान र श्रीमती भएको घोषणा गर्दछु। आमेन। ताली बजाएर हामी 1 2 3 Thank you.
साथमा सधैँ तिमीसँग सँगै जे अवस्था भए तिमीसँगै छु म हरेक पाइला सँगसँग हिँडौँला दुख साटौँला सुख बाटौँला हरेक पाइला सँगसँग हिँडौँला दुख साटौँला सुख बाटौँला जीवनभरि
यहाँ रहनेहरूलाई पनि तपाईँ परमप्रभु परमेश्वरको हातले सुन्नुहोस् र सबैलाई तपाईँ परमेश्वरको धन्यवाद प्रभु हामी परमेश्वरको उपस्थिति हाम्रा मानिसहरूका बिचमा राखिदिनुहोस् भनिकन प्रार्थना छ। धन्यवाद दिन्छौँ सबै कुरा तपाईँ प्रभुसँग समर्पण गर्दै अब बेलासम्म तपाईँ प्रभुसँग भेट्ने आशा गर्दै तपाईँमा प्रार्थना गर्छौँ येशू प्रभुको नाउँमा आमेन।
सुरक्षा राख्नुभयो। हाम्रो त्यहाँ सम्पर्क पुग्न सकेको इसाईको विवाह कसरी गर्दैछ धेरै बुझ्नुभयो होइन। तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ सारा सृष्टिको मालिक अब्राहम याकुब इसाक परमेश्वर पवित्र आत्मा परमेश्वर जसरी आजको वचनले 2:18 भनेको वचनअनुसार तपाईँले आफ्नो भाइलाई आफ्नो छोरालाई फेरि आफ्नो छोरी फिटाउनुभयो। अनि यो मण्डलीको प्रार्थना यो परिवारको प्रार्थना थियो, तपाईँ परमेश्वर योजना थियो, त्यो पुरा गरिदिनु भएको छ। धन्यवाद। अब उहाँहरू शरीरमा अलग भए पनि क्रिस्टमा एउटै आत्माको भएर तपाईँ प्रभुलाई महिमा दिनलाई प्रभु आफ्नो परिवारमा आफ्नो श्रीमानको निम्ति असल श्रीमती हुनको लागि आफ्नो सासू ससुराको निम्ति असल बुहारी बन्नको निम्ति आफ्नो घरमा भएका देवर अनि साना नानीहरूको निम्ति असल भाउजू बन्नको निम्ति अनि समाजको निम्ति एउटा असल बुहारी बन्नको निम्ति तपाईँ परमेश्वर निगाह राखिदिनु भएको छ। प्रभु परिवारमा तपाईँको जसरी एउटा आशिष थपिदिनु भएको छ, तपाईँको अनुग्रह गर्नुभएको छ। साथै अब मण्डलीमा एउटा जिम्मेवार व्यक्ति तपाईँले दिनुभएको छ। अब यहाँको मण्डलीलाई कसरी हुर्काउने कसरी बढाउने भन्ने पनि तपाईँ परमेश्वरले ज्ञान बुद्धि विवेक दिनुहोस्। अनि बाबु जाहिरतिर हुनुहुन्छ, तपाईँ परमेश्वर प्रेम अनुग्रह राख्नुहोस्। अनि बहिनीलाई जहाँ बस्नुहुन्छ त्यहाँबाट तपाईँको महिमा दिनुहोस्। धन्यवाद। यो परिवार तपाईँले दिनुभएको यो प्रेमको निम्ति यो अनुग्रहको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ। मण्डली गरिबले गरेको प्रार्थना हाम्रो प्रार्थना चाहिँ तपाईँले सुन्नुभयो। हाम्रो बिहानदेखि हाम्रो यात्रामा हुनुभयो। हरेक किसिमको समस्या बाधाहरूबाट तपाईँ बचाउनुभयो, जसरी लानुभयो ल्याउनुभयो सबै कुरा तपाईँको महिमा दिन्छ। धन्यवाद। आजदेखि घरमा तपाईँको प्रेम निरन्तर रहनेछ, तपाईँको शान्ति तपाईँको विजय यो परिवारमा रहनेछ। यो समाजको निम्ति एउटा असल बुहारी तपाईँले दिनुभएको छ। धन्यवाद। प्रभु हाम्रो शरीरमा अलग भए जसरी हामीले वचनमा दियौँ यो मेरो हाडको हाड अनि मासुको मासु प्रभु शरीरमा अलग भए नि क्रिस्टमा एउटै प्रेममा रहेर प्रभु दुःखमा कष्टमा रोग बिमार समस्यामा सधैँभरि प्रभु एउटा जसरी एउटा पतिले आफ्नो श्रीमतीबाट एउटा प्रेम चाहन्छ भने प्रभु आफ्नो श्रीमतीले आफ्नो श्रीमानले आफ्नो श्रीमतीबाट यी दुईटा कुरा बराबर हुन्छ। एउटा रथको दुईटा पाङ्ग्रा चाहिँ सँगै अगाडि बढ्नलाई तपाईँ परमेश्वर अगुवाई गर्नु। धन्यवाद। सबै कुराको धन्यवाद दिँदै यो परिवारमा तपाईँ दिनुहोस्, यो घरमा तपाईँको शान्ति तपाईँ दिनुहोस्। यहाँ कुनै पनि दुष्टले शैतानले ल्याउने विघ्न बाधाहरूलाई तपाईँ येशूको नाममा तोड्छन्। अबदेखि उसको त्यस्तो कुनै अधिकार छैन। तपाईँ परमेश्वरले फुट ल्याउने कुराहरू, अशान्ति ल्याउने कुराहरू, घमण्ड ल्याउने कुराहरू, अटेरी ल्याउने कुराहरू, मूर्खता ल्याउने कुराहरू तपाईँको विरुद्धमा आउने कुरा हुन्। सधैँ तपाईँको नाउँमा हामी त्यसलाई इन्कार गर्छौँ। तपाईँ परमेश्वर प्रेम दया कृपा परिवारमा राखिदिनुहोस्। सबै कुराको धन्यवाद। येशूको ईश्वर पिता यस समय हामी तपाईलाई धन्यवाद दिन्छौँ। प्रभु येशू यो पवित्र विवाहको अवसरमा प्रभु आज यो घोषणा गरिरहेको छ र विशेष गरिकन यी नव बेहुला बेहुलीलाई शुभेच्छा प्रकट गर्न आशीर्वाद दिनको निम्ति हामी यसरी भेला भएका छौँ। प्रार्थना गर्दछौँ विशेष यो सानो सङ्गतिमा तपाईँको उपस्थिति राखिदिनु भएको छ। आजको सङ्गतिको सुरुवातमै हामी तपाईँको उपस्थितिको माग गऱ्यौँ र तपाईँ हामीसँग हुनुहुन्छ। विशेष अहिले यहाँ वचनको सेसन हुन गइरहेको छ र आफ्नो दासलाई सहायता गर्नुहोस्।
जसरी तपाईले पवित्र आत्मा उहाँलाई अगुवाई गर्नुभएको छ उही प्रकारले उहाँलाई प्रस्तुत हुनको लागि र तपाईको वचनबाट बोल्नको लागि तपाई परमेश्वरले सहायता गर्नुहोस् र यस वचनमा सहभागी हुने सुन्ने बुझ्ने सबैलाई तपाई परमेश्वरले सहायता गर्नुहोस्। धन्यवाद सेवाकाईलाई तपाईको आत्मा सुन्दै तपाईको सहायता र सुरक्षाको माग गर्दै बिन्ती गर्दछौँ स्वागत गर्छौँ। यो गाउँ हो, यो मण्डलीमा यहाँभन्दा अगाडि विवाह भएको थिएन, विवाह त भएको थियो आफ्नै प्रकार संस्कार क्रिस्चियन विवाह भनेर चाहिँ पहिलोपटक हो। त्यसैले आफ्नै संस्कार हुन्छ, आफ्नै प्रकारको ठाउँ ठेगा। विवाहको कार्यक्रममा तपाईँहरू जतिजना हिजो जानुभयो सँगसँगै हामीसँग सहभागी हुनुभयो र फेरि आज पनि यसै छ। अब हामी यहाँनिर वचनको सेसन गर्दैछौँ। प्रभुको वचनले बाइबलबाट हामीलाई के भन्छ विवाहको बारेमा, अलिकति परिवारको बारेमा के भन्दो रहेछ हामी हेर्छौँ। त्यसैले यो सबैलाई काम लाग्ने विषय नै हो। चाहे विश्वास गरौँ चाहे नगरौँ, त्यो संसारमा सबैलाई चाहिने नैतिक शिक्षा पनि हो र यो प्रभुको वचन पनि हो। जसले यसलाई असल प्रकारले बुझ्छन् लिन्छन् त्यसले साँच्चै आफ्नो परिवारलाई असल प्रकार चलाउन सक्छन्, जीवन असल प्रकार चलाउन सक्छन्। त्यस कारणले हामी यति बेला प्रभुको वचनबाट थोरै हेर्दैछौँ। हाम्रो छैनौँ, भेटघाट गर्न पाएका छौँ, बधाई छ भन्न पाएका छैनौँ। हामी सबैजना मिलेर उहाँलाई हामी जीवनभरि उहाँको यो यात्रामा जस्तै जीवनको यात्रा सुरु भएको छ अनि यात्राभरि लेखिएको छ। यो पहिलो पत्रुसको पुस्तकमा म यहाँनिर हेर्छु। तपाईँसँग छ भने ठिकै छ, छैन भने जीवनमा पहिलो पुस्तकमा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। त्यसको श्रृङ्गार सुनको घर भित्री हृदयलाई हलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ। ज्योतिका दिनमा बस्ने साराले जस्तै जसले अब्राहमलाई स्वामी भनेर तिनको आज्ञा पालन गर्थिन्। भयभीत भएनौ भने तिमीहरू उनकै छोराछोरीहरू ठहरिनेछौ। अब पतिलाई भनिएको छ, पति हो त्यसै गरी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेदार हौ। विवाह हुने बेलामा जब त्यो दिन रहन्छन् अनि त्यो दिन चाहिँ अब परिवार कसरी चलाउँछन् भन्ने हो। फेरि आजबाट चाहिँ के भयो, अब परिवार सुरु हुन्छ। परिवारमा अब त्यहाँ बुवा आमा हुनुहुन्छ, दाजुभाइ हुनुहुन्छ, दिदीबहिनी हुनुहुन्छ, नन्द त्यहाँनिर के हुन्छ, सबै कुराहरू मिल्दै जान्छन्।